दर्शकबिन बारेकोट गाउँपालिका शिक्षायुवा तथा खेलकुद शाखाको आर्थिक सहयोग र बारेकोट साहित्य कला केन्द्रको आयोजनामा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत सिङ्गारो नाच प्रतियोगिता यहाँहरूमाझ देखाइरहेको छु। दर्शकबिन यो वीरेन्द्रश्री माध्यमिक विद्यालय बारेकोट 2 लिम्साको प्राङ्गणमा आज सिङ्गारो नाच प्रतियोगिता सञ्चालन भइरहेको छ। लगतै विज्ञान तथा प्रविधि पहिचान कार्यक्रम पनि यहाँहरूमाझ अर्को भिडियोमा देखाउनेछु। अहिले पनि हजुरले देख्न सक्नुहुन्छ। यहाँलाई नमस्कार छ। नमस्कार स्वीकार। कला र प्रतिभा पहिचानका लागि प्रतिभा पहिचान गर्नका लागि हामीले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गर्छौँ। जस अन्तर्गत आज सञ्चालन भएको सिङ्गारो नृत्य प्रतियोगितामा हामीले 5 वटा समूहलाई यहाँ भाग लगेका देखेका थियौँ र धेरै विद्यालयहरू मौसम प्रतिकूलताका कारण आउनु भएन। उहाँहरूको रिजल्ट थोर बहुत बाहिरबाट पनि तपाईहरुले मूल्याङ्कन गर्नुभएको छ, हामीले पनि गरेका छौँ। हाम्रो रिजल्ट र तपाईहरुको रिजल्टमा कति मेल खान्छ त याद गर्नु होला। यदि मेल खाएन भने गुनासो गर्नु पनि होला र भन्दै म धेरै लामो समय नलगिकन म आजको रिजल्ट एनाउन्सतिर गइरहेको छु। आजको प्रतियोगितामा सान्तवना स्थान हासिल गर्ने विद्यालय रहेको छ कालिका आदर्श मावि रामीडाँडा। त्यस्तै गरेर तृतीय स्थान हासिल गर्ने विद्यालय रहेको छ भगवती मावि जिरी।
त्यस्तै गरेर द्वितीय स्तर हासिल गर्ने विद्यालयको छ सीतामावि कार्कीज्यूलाई र प्रथम स्थान हासिल गर्ने विद्यालयको छ दिपेन्द्र मावि सकला। यहाँ सम्पूर्ण भाइ बहिनीलाई धन्यवाद टक्राउँदै म पनि यहाँबाट बिदा हुन्छ। हवस् त, नमस्कार।